भनेको ए अहिले चाहिँ बहिनी अनि त्यो भइरहेछ नि जुन पाथिभराको काण्डले 3 जनालाई गोली हानिरहेछ यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? म चाहिँ धेरै दुखी छु। हजुर हुनुपर्ने तर कस्तो खालको रहेछन् हानिहाल्यो हाम्रो भाइहरूलाई त अहिले त हस्पिटलमा छ नि सबैजना बन्द गर्न आएको छु यहाँ म चाहिँ अनि यता माइती घर पसिहालेको नि रोडमा उफ्रिनु भयो दिउँसो 2 घण्टा त उभे अनि फेरि मेरो माइती घरबाट फोन आयो म त आइहालेको ठिक छ आउनु पर्छ हुन्छ अब बन्द पनि गर्नु भ्याए माइती पनि भ्याए अब पर्सि त जान्छु ल ल ल गाडीहरु भक्कै हो ए गाडी चढ्न सक्छु अब त्यसमै चढ्नु पर्यो नि कसो गर्नु हैन अनि गाडीहरु तोडफोड नि गर्नुभयो तपाईहरुको त्यो के भन्छ ग्याङहरु भन्नु के भन्नु हाम्रो समूह भन्नु न ए हामी समूह हामी कति गाडी फुटाउनु भयो त नानी हामीले 4-5 वटा फुटायौ अरूले त्यो अर्काको गाडीको त्यो पैसा गएको छ कसरी किन फुटाउनु भयो त तपाई चाहिँ पनि त केरे छोराहरुलाई त्यहाँ त्यत्रो गोली हानेको छ गोली हानेर मुट्टै फुटाएछ नि त हैन अनि मुट्टु फुटाएर खुट्टै भाँचेर हैन मेरो एकजनाको त खुट्टा पो काट्नु पर्ने अरे म त साह्रो चित्त दुख्यो